गाइज हामी चाहिँ सन्तानसोर जान आँटेका छौँ। मेरो च्यानललाई लाइक सब्सक्राइब सेयर गरिदिनु होला। अनि टक्क पारेर यति धेरै च्यालेन्ज के भन्नु बाट चाहिँ हामीहरूको बाटो सुरु भएको छ। जाने कति हम कठै 4 जना केही हुन्न 4 जना भए पनि हामी रमाइलो गर्यौं। अब हामी चाहिँ जान आँटेका छौँ यता। अब टाइम पायो भने बनाउँछु ब्लग। अब आफै बिजी भयो भने त जाने भनेको यति हो। हाई बनाऊ है। हाई यो मनिष यता हाई बनाऊ। हाम्रो क्याप्टेन हाई जाने भनेको यही मनिष मात्र हो। हामी चाहिँ यहाँ यो पुलनिर आइसकेका छौँ। त्यहाँ गएर अब हामी कति छ कति छ अब अझै जाने? अझै कति किलोमिटर होला मलाई थाहा छ। यो पुल पनि हैन अझै बहुत टाढो छ। कति बनाम यहाँबाट पोखरा जति टाढो होला। भ्यू चाहिँ बब्बाल देखिन्छ अरे। अरे गाइस त्यहाँ माथि गएर देखाउँछौँ हामी। देखेपछि त हजुरले ढल्नुहुन्छ फिदा। हजुरलाई पनि त्यो ठाउँमा जान मन लाग्छ। यति हजुरले तर्पिनुहुन्छ। यो बाटोदेखि जान लागेको छौँ। यो नहर हो। नि यता हामी यहाँ यस्तो बाटोदेखि हिँड्दा पुल हुँदा हुँदै पनि यता माथिदेखि जङ्गलको बाटो सुरु भयो। चाहिँ भ्यू देखाउँछ। अब बाटोमा हिँडेको के देखाउने है। अब यहाँ बाबा कुटी भन्ने ठाउँनिर पुगेँ गरे। म चाहिँ यहाँ थाकेर थ्राममा परे हाम सबै। हेर्न यो डरेर घाममा। हामी चाहिँ यहाँ बाबा कुटी पुगेका छौँ। अब चाहिँ कति सवारसम्म जाने? अब त्यति धेरै छैन होला छैन होला अझै छ। बाबा कुटी त अब बाबा कुटी यहाँ चाहिँ बाबाहरू बस्छन् रे। उकालो आउँछ रे। यहाँ चाहिँ बाबाहरू बस्छन्। अब मलाई थाहा छ रे बस्छन् अनि के ध्यानमा बस्छन् होइन यता बाबाहरू। अब म चाहिँ भ्लग पछि अब देखाउँछु। यहाँ चाहिँ बाबाहरू हुनुहुन्छ। देख्नुभयो होला बाबालाई। अब हामी सन्तानसोर जाने। सन्तानसोर मन्दिरमा के भन्यो? मागौँला के खाएर बाटोभरि खाँदै आएको छिन् ढोगल्ला छैन। अब चाहिँ अब यस्तो बाटो छ। म चाहिँ अब भ्लग अब बनाउँदैन। बाबा कुटीमा बनाएँ। त्यहाँ पानी भन्नु खान। अब हामी यहाँदेखि गएर सन्तानसोर मन्दिर देखाउँछु। भ्यूहरू देखाउँछु। बाबा गुटीको पानी खाने ठाउँमा पुगिसकेका छौँ। शिवाय तार त हामी चाहिँ यहाँ पानी खाइसक्यौँ। अब जाने हो छिटो बुझाम। पानी खाएर चाहिँ जानलाई हाल्यौँ बाबा कुटीदेखि। यहाँ चाहिँ पैसा मागिराख्नु भयो सन्तानसोर जाने भनेर। खै के हो यो। अब हामी यहाँ सन्तानसोर जाने बाटोमा चलिरहम। मान्छे घामले डरेर कालो भइसक्यो। निलो कालो रातो। अब हामी चाहिँ यहाँ हल्का नजिक आइपुगिसकेका छौँ। अब हामी जाने तर्फमा अगाडि गइसक्यो मनिष र सविता दिदी। हामी दुईटा पो यहाँ दुईटा हिँड्न नसकेर थाकेर बिचारी यिनी बिचारी बिल्का बिचारीलाई सम्हाल्दा के गरेँ नानी? बढी नबोलाम है। म बोलिरहेको छु। म हिँडिरहेको छु। पहाड हुन त यस्तो पहाड मैले धेरै देखिरहेको हुन्छु। नजिक आइसक्यो हामी यहाँ बसिरहन्। हेर्नुहोस् गाइज हामी त बढी पूजा गर्ने सामानभन्दा पनि बढी खाने सामान लिएर आयौँ। किनकि बाटो धेरै लामो छ त्यसैले भोक लागिहाल्छ। गाइज अब हामी चाहिँ यस्तो बाटोमा छौँ। वाह पढाइमा पनि यस्तो पहाड हेर्न पाउनु भने धेरै ठुलो कुरा हो। महा ठुलो कुरा। यस्तो किल्लर हाँसो देख्नुभयो गाइज। चुला कस्तो
यहाँ कस्तो राम्रो फुल फुलिरहेको रहेछ यहाँ सेतो टाढाको फुल मैले देखाएको कस्तो मैले देखाइदिनु म जङ्गल जान्न त नानी पहाड भरेर हुन्छ र गाइज अब त हामी यहाँ बाबाकुटी आउनुलाई अझै कति भइसक्यो हामी आएको अझै 3 घन्टा भइसक्यो अहिलेसम्म पुगेको छैनौँ हामी अब त म जोसमा सन्तानसोर आइसकेपछि यहाँ चाहिँ माथि मोटर बाइकहरू लग्न चाहिँ 2000 लाग्ने रहेछ फाइन ए विस माग्ने हो न यहाँ बनाउनु पर्ला यो त चाहिँ यहाँ कति धेरैले विस मागिसकेको रहेछन् सबले माग्दैछन् ओइ सीमा धेरै नबनाऊ न एउटा बनाऊ चाहिँ अब हामीले विस मागिसक्यौँ सीमाले नि मागिसकिन् अब हामी यहाँ माथि जाँदा छौँ यो बाबाकुटी हो हैन पागल नि अगाडि अब हेर्नु गाइस हामी यहाँ आइसकेका छौँ वाउ यस्तो पहाडमा आइसकेका छौँ हामी चाहिँ यहाँ पहाडमा पुगिसकेका छौँ सबै अब चाहिँ हामी यहाँदेखि सन्तानसोर पुग्न लाग्छौँ नआएकोहरूलाई यहाँ चाहिँ आइसकेको छौँ गाइज हामी चाहिँ यस्तो बाटोबाट त्यताबाट यहाँ आइसकेका छौँ ए यस्तो त यहाँ सन्तानसोर जाने हो यो बानेसित केही माग्यो भने पुरा हुन्छ अरे म पनि बान्नु पर्यो यहाँ त तर फिल चाहिँ पहाडको जस्तै दिने रहेछ आहा ए बाबा गुटीमा आयो अब कति छ है गुटी चाहिँ यहाँ हामी प्रवेश गरिसकेका छौँ यता पसल पनि रहेछ थाहा थिएन है यस्तो ए मन्दिर चाहिँ यहाँ रहेछ त्यता माथि बाब रे बाब अझै हिँड्नु रहेछ म त आइसक्यो भनेर थिएँ ए पछाडि चाहिँ यस्तो चिज मोबाइल तातेर नि भिडियो बनाउनु मिल्दैन होइन त्यही पनि बनाइरहेको छु त्यही भएर मेरो च्यानललाई लाइक सब्सक्राइब सेयर गर्नु होला सुक्खा फुल त्यो जापानको साकुरा फुल जस्तो मानिरह यहाँ यो चाहिँ कस्तरी थाकेर यस्तो भएको छु त्यही नि भ्लग बनाइरहेको छु गाइस त्यही भएर लाइक गरिदिनु होला यता योमा भयो यहाँनिर आहा भ्यू चाहिँ बब्बाल देखिहाल्ने छ ए हामी चाहिँ यहाँबाट आइसकेका छौँ यहाँ तल आएर होइन उतै खाने हो सिनेर्दै जाऊँ यहाँ चाहिँ यस्तो छ कति ढिलो हिँड्नु भयो लास्ट ढिलो गाइज अब हामी चाहिँ यता आइसकेको छौँ सबै गइसक्यो म एक्लै हो यहाँ पछाडि चाहिँ यहाँ चाहिँ बब्बाल रहेछ मैले चाहिँ ठुलो होला भन्ने सोचेको थिएँ सानै रहेछ राम्रो रहेछ सन्तानसोर मन्दिरको प्रवेशद्वार यहाँ
हामी अब यो गेट कता गयो हो त्यहाँ गेटदेखि प्रवेश गर्छौँ यस्तो घाममा खाली त्यहाँ चाहिँ तिनीहरू बसिसक्यो म चाहिँ अब एकछिन यहाँ ब्लग बनाउँछु क्या यहाँ मान्छेहरू पहिले आइसक्यो त्यो तातो छ पुरै यो पुरै तातिरहेछ यो मेरो त्यो खुट्टा त्यही पनि आइरहेछ यस्तो घाममा सन्तानसर अब उयसमा ए माथि टपमा गणेश भगवानको मूर्ति रहेछ छाता ओढेर बसेको साइडमा दुईटा येल्लो झन्डा पहेँलो बिचमा रातो तीनटा घन्टी म चाहिँ सन्तान त्यहाँ चाहिँ राप्ती गाउँ छ अब देखेकै छैन यहाँ क्यामेरा कस्तो छ सही त देखियो अब हामी ट्यागको बारेर भिडियो बनाउँछौँ फोटो खिच्छौँ मन्दिर चाहिँ त्यहाँ माथि छ यस्तो घाममा खाली खुट्टै त्यहाँ जानुपर्ने रहेछ हिँडेर जानु लागेको छौँ यता सन्तानसर मन्दिर त्यहाँ माथि छ अब गइरहेको छौँ हामी ओइ सीमा छिटो मेरो खुट्टा पोलिसक्यो अन्त पहिले मान्छेहरू पनि गइसक्यो सन्तानसरमा चाहिँ जिन्दगीमा फर्स्ट टाइम आएँ म गरेर फर्किन लाग्यो अब गएर चाहिँ अब घर फर्किन लाग्यो हो सबै। अब यहाँ बाटोमा पुग्यो त्यता सन्तानसर नि लाग्यो। अब यता चाहिँ यस्तो छ यता अब घर फर्किँदैछ। यता बजेसँग गफ गर्दै गइरहेछौँ। ल हाई भन्नु बजे हाई हाई। यता यता अरू पनि भनौँ। अब चाहिँ हामी भ्लग बनाउन भयो गाइस, हेर्नु पुरै छ। हजुर पनि आउने प्रयास गर्नु होला। हामीले यहाँ बजेसँग हिँड्दै गइरहेछौँ गफ गर्दै। पहाडदेखि हामी यहाँ जाँदैछौँ घरतिर। मलाई सपोर्ट गरिदिनु होला है।